युएसए अस्ट्रेलिया क्यानाडामा तपाईँले यदि $1000 सेभिङ गरेर ब्याङ्कमा राख्नुहुन्छ भने इन्स्टेड अफ द्याट यु क्यान ओन यर ओन वाटरफ्रन्ट अपार्टमेन्ट इन युए जसको प्राइस रहेको छ तपाईँको $245,000। यसको पेमेन्ट प्लान भनेको तपाईँको 37 हो, जहाँनिर तपाईँले 10% डाउन पेमेन्ट गर्नुपर्छ जुन हो तपाईँको $24,500, 4% गभर्मेन्ट फी विच इज $9,800 र बाँकी रहेको 20% तपाईँले 4 सालमा दिनुपर्छ जुन हो तपाईँको $49,000 र मन्थलीको कुरा गर्दा तपाईँले दिनुपर्छ ओन्ली $1,020 र युएमा तपाईँको प्रपर्टीको भ्यालु मिनिमम पनि वाटरफ्रन्ट हो भने 15% एनुअली तपाईँले एप्रिसिएसन पाउनुहुन्छ र वर्स्ट केस सिनारियो तपाईँले 4 सालमा 30% को एप्रिसिएसन त पाउनै हुन्छ किनभने तपाईँले इन्भेस्टमेन्ट गर्नुहुन्छ $83,300 र पाउनुहुन्छ नाफा $73,500 र तपाईँले यसै प्रोजेक्टमा इन्भेस्ट गर्न चाहनुहुन्छ ओन्ली बाई इन्भेस्टिङ $83,300 र कमाउनुहुन्छ धेरै नाफा भने मलाई कमेन्टमा लेख्नुहोस् वाटर नत्र मलाई कन्ट्याक्ट गर्नुहोस्।